तपाईले डाटा कलेक्ट गर्नुभयो तर डाटाको संख्या थोरै छ र अर्को समस्या चाहिँ तपाईको डाटा चाहिँ इम्ब्यालेन्स छ। जस्तै तपाईले एउटा डग भर्सेस क्याट क्लासिफायर बनाउँदै हुनुहुन्छ तर त्यसमा चाहिँ डगको संख्या वा क्याटको संख्या धेरै हुनु र अर्को चाहिँ कम हुनु हो। र यस्तो चाहिँ इम्ब्यालेन्स डाटा सेट भएको खण्डमा चाहिँ तपाईहरुले चाहिँ डाटा अगमेन्टेसनलाई युज गर्न सक्नुहुन्छ। हेलो एभ्रिवान, आई एम सङ्गम जङ्गौली, करेन्टली वर्किङ एज अ रिसर्च इन्जिनियर इन बायोइन्फर्मेटिक ल्याब इन जापान। आजको भिडियोमा चाहिँ यो डाटा एग्मेन्टेसन भनेको के हो र यसलाई कसरी प्रयोग गर्ने भनेर हेर्छौँ। कृपया यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। डाटा अगमेन्टेसन भनेको चाहिँ आर्टिफिसियली डाटा सेटको संख्या बढाउनु हो विथआउट कलेक्टिङ द न्यू स्याम्पल्स बट मोडिफाइङ द एक्जिस्टिङ डाटा सेट। यो भनेको चाहिँ के हो भने तपाईको एक्जिस्टिङ डाटा सेटलाई नै एडिट गरेर वा मोडिफाई गरेर चाहिँ डाटा संख्या बढाउने हो, तर चाहिँ हामीले चाहिँ नयाँ स्याम्पल चाहिँ यसमा बनाउँदैनौँ वा हामीले चाहिँ नयाँ स्याम्पल चाहिँ कलेक्ट गर्दैनौँ। यो भनेको चाहिँ अगमेन्टेड डाटा चाहिँ डाइनामिकल्ली बढ्ने हो तर फिजिकल्ली रूपमा चाहिँ यसको संख्या बढ्दैन। अब चाहिँ हामी के गर्छौँ भन्दाखेरि यो डाटा अगमेन्टेसन चाहिँ सिधै कोडबाट हेर्छौँ। त्यसको लागि चाहिँ मैले यो क्यागलमा रहेको यो डग भर्सेस क्याट डाटाबेस लिएको छु र यसलाई नै युज गरेर चाहिँ मैले एउटा कोड पनि लेखेको छु। र यो भिडियोमा चाहिँ हामी कुनै पनि कोड चाहिँ नयाँ लेख्दैनौँ, यो पहिले नै मैले लेखिसकेको कोडबाट नै युज गरेर तपाईहरुलाई चाहिँ म एक्सप्लेन गर्न ट्राई गर्नेछु। किन भन्दाखेरि चाहिँ कोडहरू लेख्दाखेरि चाहिँ अलिकति भिडियोहरू चाहिँ लामो बन्दै गएको कारणले अलिकति सर्ट भिडियो बनाउनलाई चाहिँ मैले चाहिँ पहिले कोड लेखिसकेको छु, त्यसलाई थोरै एक्सप्लेन गर्नेछु। र यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि सुरुमा चाहिँ तपाईहरुलाई यो पाइटर्चमा रहेको यो टर्च भिजन जुन चाहिँ हाम्रो चाहिँ फोटोज र इमेजको लागि भनौँ न फोटोज र भिडियो चाहिँ हामीले चाहिँ ह्यान्डल गर्नको लागि चाहिँ टर्च भिजन भन्ने छ। त्यसमा नै रहेको टर्च भिजनको हामी ट्रान्सफर्म फङ्सन, हामीले यो अगाडि पनि ट्रान्सफर्म फङ्सन चाहिँ यो इमेजलाई चाहिँ टर्चमा कसरी लगाउने भनेर त्यति बेला चाहिँ प्रयोग गरिरहेको थियौँ। त्यसमै रहेको ट्रान्सफर्मको यो कम्पोजमा यो जुन एउटा कम्पोज छ त्यसलाई युज गरेर चाहिँ कसरी चाहिँ हामीले विभिन्न खालको डाटा अगमेन्टेसनहरू ल्याउँछौँ भन्ने चाहिँ हेर्छौँ। र तपाईहरुले चाहिँ यो डाटा अगमेन्टेसन भन्दै गर्दाखेरि बुझ्नुपर्ने के छ भन्दाखेरि कुनै पनि एउटा इमेज रहिरहेको छ भने त्यो इमेजको चाहिँ तपाईहरुले त्यसलाई फ्लिप गरेर हुन्छ कि क्रप गरेर हुन्छ कि रिसाइज गरेर हुन्छ, तपाईहरुले चाहिँ त्यो ओरिजिनल इमेजबाट हामीले विभिन्न चाहिँ भर्जनका चाहिँ डाटाहरू निकाल्छौँ। त्यसलाई नै हामी डाटा अगमेन्टेसन भनिन्छ। किन भन्दाखेरि हामीले एक्जिस्टिङ डाटालाई नै हामीले मोडिफाई गर्ने हो। र अब चाहिँ कोड हेरौँ हैन। सो कोडमा चाहिँ हामीले युज गरेको नि यो टर्च भिजनको ट्रान्सफर्म फङ्सन हो। तपाईले चाहिँ टर्च भिजनको ट्रान्सफर्म फङ्सनमा गएर चाहिँ तपाईले विभिन्न ट्रान्सफर्म फङ्सनहरू हेर्नुभयो भने कम्पोजमा चाहिँ हामी लेख्छौँ हैन। एउटा चाहिँ एउटा कन्टेनर जस्तो हो, त्यसको भित्रबाटै चाहिँ हामी ट्रान्सफर्मको चाहिँ जस्तै यो ट्रान्सफर्म अन पिआइएल इमेज भन्ने छ हैन। यसमा चाहिँ हामी के गर्न सक्छौँ भन्ने छ। एउटा चाहिँ ट्रान्सफर्म एउटा सेन्टर क्रप गर्न सक्दो रहेछौँ। त्यस्तै ट्रान्सफर्म डट कलर जिटर भन्ने गर्न मिल्दो रहेछ। त्यसरी नै 5 क्रप, त्यस पछाडि यो ग्रे स्केलहरू अनि प्याडिङहरू गर्न पर्यो भने विभिन्न फङ्सनहरू छ। यो ऱ्यान्डम एफाइनहरू तपाईहरुले यसको चाहिँ डकुमेन्टेसन चाहिँ तपाईले हेर्नुभयो भने तपाईले बुझ्नुहुन्छ हैन। र यसरी नै यो क्यागलको चाहिँ नोटबुकमा चाहिँ मैले बनाइसकेको छु। त्यसमा चाहिँ यदि हेर्नुहुन्छ भने यो डग भर्सेस क्याट चाहिँ यो डाटा सेट यहाँ लोड भइसकेको छ र यसमा रहेको एनिमल्स क्याट र डग छ। यसमा चाहिँ मैले डग डिरेक्टरी भनेर यो डगको चाहिँ डिरेक्टरीलाई चाहिँ मैले कपी गरेर यहाँ लेखेको छु। सो अब चाहिँ रन गरौँ है त। सो रनको लागि चाहिँ अब यहाँ चाहिँ ओके रनको लागि चाहिँ सिधै यसलाई चाहिँ रन गर्छु। रन गर्दाखेरि चाहिँ सो डगको डिरेक्टरी भनेको डग भर्सेस क्याट एनिमल्सको डग, यो जुन यो डग रहेको छ यो आइरहेको छ। र त्यस पछाडि हामी नेक्स्टमा गर्छौँ यो टर्चलाई इम्पोर्ट गर्छौँ। त्यसपछि टर्च भिजनबाट हामी ट्रान्सफर्म फङ्सन, पिलबाट यो इमेज, म्याटप्लटबाट पिएलटी हैन नम्पाई र पाथलिबलाई चाहिँ हामी चाहिँ इम्पोर्ट गर्छौँ र यसलाई पनि रन गरौँ। र अब चाहिँ हाम्रो ओरिजिनल ट्रान्सफर्ममा चाहिँ एउटा चाहिँ ट्रान्सफर्म डट कम्पोज छ। कम्पोज गर्दाखेरि हामी कम्पोज भनेको चाहिँ एउटा कन्टेनर जस्तो भयो। यो कन्टेनरभित्र चाहिँ यो ट्रान्सफर्मको विभिन्न अरू चाहिँ डिफ्रेन्ट फङ्सनहरू चाहिँ हामी यसमा चाहिँ कन्टेनरभित्र चाहिँ राख्न सक्छौँ। जस्तै यो ट्रान्सफर्म डट रिसाइज यो 224/224 को मा चाहिँ रिसाइज गर्न सक्छौँ। त्यसपछि ट्रान्सफर्म डट टु टेन्सर गरेर हामीले इमेजलाई टेन्सरमा चाहिँ हामीले कन्भर्ट गरिसकेका छौँ। यसलाई पनि रन गरौँ। र त्यस पछाडि चाहिँ अब चाहिँ हामीले चाहिँ डाटा अगमेन्टेसनको लागि चाहिँ जुन अगाडि रहेको छ यो 224 को हैन, अब चाहिँ हामी 256
बाई 256 मा चाहिँ एउटा रिसाइज गर्छौँ। त्यस पछाडि हामी के पनि राख्छौँ भन्दा एउटा ऱ्यान्डम क्रपिङ पनि थप्छौँ। त्यसपछि ऱ्यान्डम होराइजन्टल फ्लिप भनेको होराइजन्टल फ्लिप गर्छ यसलाई p = 0.5 मा हैन। त्यसपछि ऱ्यान्डम रोटेसन गर्छौँ। त्यसपछि कलर जिटर पनि युज गर्छौँ र यसलाई युज गरियो भने चाहिँ तपाईले चाहिँ अब यस पछाडि चाहिँ के हुन्छ भनेर चाहिँ अलिकति पछाडि देख्नुहुन्छ। त्यसपछि हामीले फंक्सन लेखेका छौँ। यो चाहिँ के गर्छौँ भन्दाखेरि हामीसँग रहेको जुन यो डग भित्र रहेको डिफरेन्ट png फाइल छ त्यसलाई चाहिँ रिडिङ गर्नु पर्यो नि त हैन। रिड गर्नको लागि लेखेको फंक्सन हो। एक्सटेन्सन चाहिँ jpeg र png भएको फाइललाई चाहिँ रिड गर्ने हो। र त्यस पछाडि चाहिँ हेरिया रहेको छ यो इमेजलाई चाहिँ RGB मा कन्भर्ट गर्ने भन्ने कुरा छ। यसलाई पनि रन गरौँ। रन गरिसकेपछि यो चाहिँ टेन्सर टु इमेज हामीले यो माथिपट्टि टेन्सरमा बनिसकेको हुन्छ। त्यसलाई चाहिँ फेरि चाहिँ इमेजमा चाहिँ किन भन्दाखेरि के अरे म्याटप्लटलिबमा पछाडिपट्टि चाहिँ हामीले चाहिँ सो गर्न पर्ने भएको कारणले चाहिँ हामीलाई चाहिँ यो टेन्सर टु इमेज पनि चाहिन्छ। यसलाई पनि मैले रन गरेँ। रन गरिसके पछाडि अब हाम्रो चाहिँ यहाँ छ भिजुअलाइज चाहिँ अगुमेन्टेसन गर्नको लागि चाहिँ एउटा चाहिँ ओरिजिनल इमेज लिने। ओरिजिनल इमेजबाट चाहिँ हामी 4 वटा चाहिँ यो जुन नम्बर अफ अगुमेन्टेसन भनेको छ हामी चाहिँ 4 वटा अगुमेन्टेसन गरेर देखाउँछौँ। त्यसपछि यसलाई पनि रन गरेँ। रन गरिसके पछाडि अब चाहिँ के भयो भने जुन डग इमेजेस छ त्यसलाई चाहिँ म के गर्छु भने लोड इमेजेस फ्रम फोल्डर भन्छ फोल्डरबाट रिड गर्न पर्यो। यसलाई रन गरेँ। गरिसकेपछि हामी चाहिँ म्यानुअल सिट राखेँ मैले म्यानुअल सिट 42। यसलाई पनि रन गरेँ। राखिसकेपछि यो भिजुअलाइजेसन गरौँ है त। सो भिजुअलाइजेसन गर्दाखेरि चाहिँ सो सेभ पनि भइसकेको छ ल। यो चाहिँ भयो हाम्रो अगुमेन्टेसन। सो यो हाम्रो चाहिँ ओरिजिनल पिक्चर चाहिँ यो रहेको छ डगको। तर यसलाई हेर्ने भने यसलाई चाहिँ के छ भने रोटेसन छ क्रपिङ छ र इमेजमा त्यो जिटर युज गरिएको छ त्यसबाट हेर्न सकिन्छ। जस्तै यो डगको चाहिँ यो ब्राउन छ भने यो येल्लोइस भइरहेको छ हैन। सो हेरौँ यो जुन डगको ओरिएन्टेसन पिक्चरको ओरिएन्टेसन छ यो चाहिँ डिफ्रेन्ट भएको छ। यो तलपट्टि हेर्दाखेरि पनि जुन डग छ डगको यसमा चाहिँ कलर पनि चेन्ज छ र ओरिएन्टेसन पनि चेन्जेसहरू छ। यो इमेजमा पनि त्यसरी नै चाहिँ डिफ्रेन्ट चेन्जेसहरू रोटेसनहरू छ क्रपिङहरू छ त्यसरी चाहिँ चेन्ज हुन्छ। अब हामीले चाहिँ यो किन गर्छौँ भन्दाखेरि चाहिँ हाम्रो मोडलले ट्रेनिङ गर्दाखेरि ट्रेनिङ डाटा सेटलाई हेर्दाखेरि एउटै डाटा सेटमा चाहिँ भनौँ न डिफ्रेन्ट इपोसमा रन गर्दाखेरि चाहिँ एउटै डाटा सेट देखिरहेको हुन्छ वा एउटै इमेजहरू देखिरहेको हुन्छ। तर यदि हामीले चाहिँ यसमा चाहिँ हामीले अगुमेन्टेसन गऱ्यौँ भने चाहिँ अब कुनै एउटा इपोसमा चाहिँ उसले ओरिजिनल देख्न सक्छ र अरू इपोसहरूमा चाहिँ उसले चाहिँ डिफ्रेन्ट ओरिएन्टेसन चाहिँ यो क्रपिङ पनि कलर चेन्जिङहरू चाहिँ देख्छ। यसले गर्दाखेरि के हुन्छ भने मोडललाई चाहिँ के हुन्छ भने उसले चाहिँ नयाँ डाटा चाहिँ देखेको जस्तो उसलाई फिल हुन्छ र उसले चाहिँ यो नयाँ डाटा अनुसार नै चाहिँ उसले लर्न गर्छ। र यसरी किन युज गर्नुपर्छ भन्दाखेरि चाहिँ तपाईको मोडलले एउटै खालको ओरिएन्टेसनमा मात्र हामीले चाहिँ पिक्चरलाई ट्रेन गरियो भने कुनै पनि हामीले चाहिँ रियल लाइफ वर्ल्डमा चाहिँ डग चाहिँ यदि उल्टो फ्लिप भएर आयो भनौँ न ओरिएन्टेसन चेन्ज भएर आयो भने त्यसलाई चाहिँ यसले चाहिँ एड्रेस गरोस् वा त्यसमा चाहिँ भोलि गएर चाहिँ राम्रोसँग एनालाइज गरेर क्लासिफाई गर्न सकोस् भनेर नै हामीले चाहिँ डाटा अगुमेन्टेसन युज गर्नुपर्छ। सो डाटा अगुमेन्टेसन हामीले सुरुमा नै भनेका थियौँ के हो भन्दाखेरि डाटा चाहिँ फिजिकल्ली चेन्ज गर्ने चाहिँ होइन तर डाइनामिकल्ली भित्रपट्टि चाहिँ भएको एक्जिस्टिङ डाटालाई चाहिँ हामी चाहिँ मोडिफाई गर्ने हो। जसरी यो ओरिजिनल इमेज छ ओरिजिनल इमेजलाई मोडिफाई गरेर डिफ्रेन्ट फ्लिपिङ क्रपिङहरू चाहिँ विभिन्न गर्न सकिन्छ। रोटेसनहरू गरेर चाहिँ यसरी चाहिँ हामीले चाहिँ एउटा ओरिजिनल डाटालाई ओरिजिनल इमेजलाई हामी डिफ्रेन्ट रुममा देखाउँछौँ र मोडलले पनि मैले चाहिँ नयाँ पिक्चर आएछ भनेर उसले पनि यसलाई ट्रेन गर्छ र रियल लाइफमा चाहिँ कुनै अरू ओरिएन्टेसनमा आयो भने पनि उसले चाहिँ त्यसलाई चाहिँ पर्फेक्टली चाहिँ क्लासिफाई गर्न सक्छ। त्यही भएर नै हामीले चाहिँ डाटा अगुमेन्टेसन युज गर्नुपर्छ। यो भिडियो अन्तिमसम्म हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। यदि तपाईँहरू चाहिँ नयाँ भ्युअर हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् र यस्तै इन्फर्मेटिभ भिडियो हेर्न मन छ भने यो साथीहरूलाई सेयर गर्नुहोस् र कमेन्ट र लाइक पनि गर्नुहोस् है त। थ्याङ्क यू।